जापानमा हुनुहुन्छ, यदि साइकल पम्चर भएको खण्डमा के गर्नुहुन्छ त? आउनुहोस् आज हामी सजिलो तरिकाले सिक्नेछौँ। भोलपिन खोल्नको लागि चाहिँ यहाँ नजिक नट खोल्नुपर्ने हुन्छ। यो नट खोल्नको लागि हामीसँग प्लास नभएको खण्डमा चाहिँ हामीले यो औजार युज गरेका छौँ। यो खोलिसके पछाडि ट्युब निकाल्नुपर्ने हुन्छ। र हेर्न सक्नुहुनेछ हामीले ट्युब पनि खोलिसकेका छौँ। अब हामीले भोलपिन लगाएर चाहिँ पम्प हालेर चाहिँ होइन यसको कहाँ नजिक लिक रहेछ भन्नेमा चाहिँ हामीले चेक गर्नेछौँ। त्यसको लागि चाहिँ अब हामीले भोलपिन लगाउनेछु। भोलपिन मिलाइरहेको छु मैले चाहिँ र यतापट्टि हेर्न सक्नुहुनेछ। यहाँ नजिक छ। यहाँ लगाइसके पछाडि चाहिँ हावा भर्नुपर्ने हुन्छ। हावा भर्नको लागि चाहिँ हामीले यो पम्प युज गर्नेछु। र हावा भरिसके पछाडि चाहिँ कहाँ नजिक लिक रहेछ, कस्तो कस्तो ठाउँमा रहेछ भन्ने कुरामा चाहिँ हामीले पत्ता लगाउन सजिलो हुन्छ। फटाफट मैले हावा लगाइरहेको छु है। हामीले धेरै बेरसम्म चेक गरिसके पछाडि चाहिँ हेर्न सक्नुहुनेछ यहाँ चाहिँ प्वाल परेको रहेछ जुन कि हावा गइरहेको छ। अब चाहिँ हामीले यसलाई टान्नको लागि चाहिँ हामीले ह्याकवेन सपबाट चाहिँ हामीले पम्चर टान्नको लागि चाहिँ ल्याएको छौँ र त्यो हामीले टाल्नेछौँ। त्यसको लागि चाहिँ सुरुमा पानी भिजेको हुन्छ, यसलाई हामी पुछ्नेछौँ। पुछ्नको लागि चाहिँ कपडा नभएको खण्डमा चाहिँ हामीले हातले नै पुछेका छौँ। र अब हामीले पम्प खोल्नेछौँ। पम्प खोल्नको लागि चाहिँ अब फेरि हामीले यो जुन पम्प लाउने छ यसलाई हामी मुनि सहायता राखेर चाहिँ माथिबाट चाहिँ यसलाई घोट्नेछौँ ताकि टाल्नको लागि चाहिँ सजिलो होस्। मैले जसरी गरिरहेको छु त्यसरी तपाईँहरूले पनि गर्नुहोला। केही समस्या भए कमेन्ट गर्नुहोला। केही गोलो सामान भए पनि हुन्छ। मजाले खुर्किसके पछाडि चाहिँ अब हामीले सुपर ग्लुको सहायताले चाहिँ स्टिकरलाई टाल्नेछौँ। त्यसको लागि चाहिँ मजाले सुपर ग्लुलाई यसरी लगाउनु होला र लगाइसके पछाडि चाहिँ हातको सहायताले यसलाई फैलाउनु होला। यसरी मजाले लगाइसके पछाडि चाहिँ हामीले केही क्षणको लागि सुक्न दिनेछौँ जुन कि मैले सुकाइरहेको छु। यदि छिटो सुकाउनु चाहनुहुन्छ भने चाहिँ मुखले फुक्दा पनि हुन्छ माथिबाट। यसरी मजाले गरिसके पछाडि अब मैले स्टिकर निकालिरहेको छु र यो स्टिकरलाई चाहिँ मजाले जसरी मैले टालिरहेको छु यसरी नै तपाईँहरूले पनि टाल्नुहोला। मजाले टालिनेछ। स्टिकर टालिरहेको छु त्यति बेलसम्म चाहिँ भिडियोलाई लाइक गरिदिनु होला। मन परे सेयर पनि गरिदिनु होला। र यो चाहिँ अब टाल्न लागिसकेको छ। अब यसको माथि चाहिँ केहीको सहायताले हामी ठोक्नेछौँ। हामीसँग प्लास नभएको खण्डमा चाहिँ हामीले यो औजार युज गरेका छौँ। तपाईँहरूले कुनै केहीले पनि ठोक्न सक्नुहुनेछ। यसरी ठोकिसके पछाडि चाहिँ टालेको छ छैन भनेर चेक गरेर अब मजाले ठोक्नु होला र ठोकिसके पछाडि चाहिँ यो चाहिँ ओके हुनेछ। अब तपाईँहरूले चाहिँ चेक गर्नु मन लागे चाहिँ पम्प लगाएर चाहिँ यसलाई चेक गर्न सक्नुहुनेछ। जसरी हामीले ट्युब खोलेका थियौँ त्यसरी नै हामीले फिट गर्नेछु र एउटा कुरा ध्यान राख्नु होला। त्यो कुरा के हो भने चाहिँ जहाँ नजिक तपाईँको पम्चर थियो भन्नेमा त्यहाँ नजिक चाहिँ मजाले चेक गर्नु होला। टायरको मुनिपट्टि काँडा अथवा केही न केही अड्केको हुन्छ जुन कि हामीले खोज्दा खोज्दा यहाँ नजिक भेटेका छौँ।
र यसरी हामीले चाहिँ केहीको सहायताले चाहिँ यसलाई निकाल्नेछौँ। निकालिसके पछाडि चाहिँ यसलाई मजाले बसाल्नेछु। त्यसको लागि चाहिँ भिडियोलाई थोरै फास्ट गरेको छु। त्यो काँडालाई चाहिँ हामीले निकालिसकेका छौँ र निकालिसके पछाडि चाहिँ अब हामीले मजाले ट्युबलाई फिट गर्नेछौँ। जसरी मैले फिट गरिरहेको छु त्यसरी नै तपाईँहरूले पनि गर्नुहोला।